यतातिर त पुरै हेर्नु हरियाली हरियाली रहेछ घरहरु पनि रहेछ यहाँबाट चाहिँ कहाँ पुग्छ थाहा छैन तर मलाई यहाँसम्म चाहिँ आयो त्यहाँबाट चाहिँ कहाँ पुग्छ थाहा छैन के तोलाल घाट तर खोलामा पानी त कस्तो त्यो के भन्छ रे कस्तो फोहोर फोहोर जस्तो छ कि आजभोलि यहाँनिर चाहिँ अलि फोहोर पानी आउँदो रहेछ कि अनि भोलि पर्सि अलि सफा पानी आउँछ अरे हैन अनि आजभोलि चाहिँ पुरै फोहोर पानी आइरहेको छ कि फोहोर पानी भन्नाले पनि अब यस्तो बोर्डिङ यस्तैमा खेल्दा रहेछ अनि मलाई थाहा छैन म त खेलेको पनि छैन सिंगल सिंगल बसेर खेल्नु पर्ने रहेछ साथीहरु म त सक्दिनँ होला खेल्नलाई म त त्यो के भन्छ म त मेरो त वेट पनि छैन है त्यो माथि पनि सिंगल सिंगल अनि बोर्ड चलाउन नि आउँदैन अनि म त सक्दिनँ होला पानी नि पस्छ रे अनि थाहा हुने मान्छेहरुले त हाफ प्यान्ट लाएर आउनु भएको रहेछ अनि त्यो भिज्छ रे मैले त हाफ प्यान्ट सर्ट प्यान्ट त्यसो म त अहिलेसम्म लागेको छैन म त लाउँदिनँ सायद म त खेल्दिनँ होला साथीहरु हैन म चाहिँ खेल्दिनँ फुपूहरु चाहिँ खेल्नुहुन्छ होला फुपू फुबाजुहरु खेल्नुहुन्छ होला उहाँहरुको भिडियो बनाइदिन्छु म चाहिँ लगभग खेल्दिनँ होला यस्तो छ के पानी पनि यस्तो आइरहेको छ के माथिदेखि खेल्नुपर्छ कि माथिदेखि खेल्नुपर्छ तलसम्म पुलसम्म खेल्नुपर्छ होला सायद माछा नै आउँछ होला यहाँतिर त सायद फोटोहरु नि खिच्नुपर्छ अहिले फुबाजु रिपोर्टिङको लागि आएको हो के खास चाहिँ उहाँहरु रिपोर्टिङको लागि आउनु भयो अनि मलाई नि जाउँ न त भनेर म नि आइहाल्यो अनि मेरो नि भ्लग बनाउन मिल्छ भनेर आएको मात्र हो म नि आयो ठिकै छ राम्रो लाग्यो यहाँ मास्तिर चाहिँ बाटो रहेछ अनि यहाँ चाहिँ खोला भन्छ हैन मैले त फर्स्ट टाइम आएको यस्तो खोला छेउमा नि म त आएको थिएन म त आज मात्रै हो आएको पनि यहाँ खोला छेउमा नि भन्दाले पनि यस्तो खोलातिर त म त पौडी खेल्न पनि सक्दिनँ हो साथीहरु मलाई त डर लाग्छ खोला देखेर बोतलहरु पनि डुबिरहेछ उडिरहेछ हिँडिरहेछ त्यहाँतिर हिँडे हैन बगाइरहेछ कहाँ हिँडिरहेको भन्छु अब पुरै सालको पात हो कि त्यस्तो लागिरहेछ मलाई हैन कस्तो राम्रो राम्रो ठाउँ रहेछ तर यो ठाउँ त सेम त्यो के भन्छ रे त्यो मंगलटार जस्तै छ के म मंगलटार जाँदाखेरि पनि यस्तै छ के सेम यता नि भिड छ है अनि यस्तोतिर पनि यस्तो छ के मंगलटार हामी फुपूहरुको घर एउटा फुपू घर नि मंगलटार हो के अनि यस्तै छ के सेम मलाई त मंगलटार जस्तो लाग्यो भने एकचोटी त तर राम्रो छ ठाउँ त नराम्रो त हैन ठिकै छ तर जस खुसी लाग्यो आएर चाहिँ भर्खर आउँदै हुनुहुन्छ हाम्रो फुपूहरु त्यहाँबाट परबाट ल साथीहरु अब बोर्डिङ गर्नुपर्छ हैन त्यो बोर्डमा चाहिँ हावा भर्दै छ कि भर्खर 2-3 वटा बोर्ड सुरु भएको छ 2-3 वटा बोर्ड सुरु भन्नाले पनि 2-3 वटा बोर्ड चाहिँ भर्खरै फिनिश्ड भएको छ के बनाएर त्यो हावा भर्दै सकेछ अब पुरै बोर्डिङ भरिसकेपछि म देखाउँछ है त साथीहरु अब चाहिँ आमा अनि काबे लिएको चकलचरी तपाईहरुको पनि खोल्नु न त्यो च्यागले चकलचरी सँगै बानी आयो काबे झोगी मार पर्दिन के लोङ भागिन्छ ए कति भारी रहेछ यो लुगा चाहिँ यो चाहिँ कपाल पनि उधर उहाँलाई म चाहिँ छोड्नु सबै केराम त फोटो आता त काटे कुरो बा यो चलन चाहिँ मोटे ले बोर्ड पुइ बा ल ट्युब समाउ त उ तुङनी नाले फोटो खिच्नु छ सिधै क्रोबाजी ट्युबिङ इन नेपाल अब म तपाईहरुलाई छोटो जानकारी दिन चाहन्छु सबैजना सतर्क रहनु होला अछ्यो आङे सच्चाले अछ्यो ओए उधर चुंगल पे देवा ओ चुंगी जे यंगी हिन चुंगै अच्छा ल ए ngai chu ma ang do bin ya ayo ni nang chu ga
ना 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 उल्टा पर्छ नि उल्टा नि यार उल्टा निजी के खाइ तिमीले सरी यार यादिरी लसी सर कम जम्मा जोडी जोडी मलाई हजुर ठीक छ जेठन साहब यो चाहिँ एडभेन्चरमा पर्छ लिभिङ इन नेपाल कतिजना 15 जना त्यही 10 देखि 15 जति खेलेको थियो होला त्यो दिन तर बेसको निल्दा वा 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 अब चाहिँ मजा आउने वा 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 कस्तो खतरा भेलहरू अझै आउनु बाँकी छ अझै राम्रो हुन्छ त्यसमा त 7 उठ्छ मान्छे पनि अर्को ठाउँ आउँछ अब आकाशमा धामी रङले चलन के बोल्दिनु त यहाँ हामी लिभिङ इन नेपालको आयोजनामा खेल्दैछौँ यो ट्युब देख्न सक्नुहुन्छ तपाईँहरूले फेरि घुमाइदिन्छु म पौडी खेल्न आउने मान्छेलाई यो रोमाञ्चक हुनेछ बस्ने स्टाइल ए आइ निलम हायम चोर मगा जिन्जी Ngam pin ma yo. Do yor me pin yor ingi cholo. अझ अहिले त खोइ के भेल जस्तै लागेन है बेसी घटेर हो कि दोजी सोलन चोक धेरै त वारी वारी आमै चलन फेरि हावा निजी फ्लोक चालपक दिगा ले हावा यसको त हावा सकिएछ छैन हेर्नु त Khoi? Tiम्रो चाहिँ छैन यस्तो थिच्दाखेरि अलिकति आफूलाई त्यस्तो अनुभव भएको मात्र यहाँ चाहिँ छैन अनि यहाँ हेर्नु न ठिक छ त्यसलाई अहिले पछि तल त्यो रोक्ने ठाउँ छ ठुलो भेलमा हाल्न सकिन्न त्यहाँनिर बरु अलिकति हिँडेर उ गरौँला त्यहाँ हालौँला नि रोक्ने बेलामा अहिले त के फरक पर्दैन यो पछाडि यो यस्तो डोरी भयो भने चाहिँ यो उसले तानिन्छ यस्तो डोरीले यो डोरी तान्दाखेरि यो फुत्ता फुस्किँदैन चाहिँ हावा जाने उस कारण अघि पनि हावा हालेको डोरी हो माथि बिचमा हावा त हालेको अलि कस्तो राम्रो भ्यू देख्ने रहेछ यहाँबाट तिमी यतैतिर बस्न ल म त यहाँ बस्यो भने त पुरै मदेखि जस्तो हुन्छ आजै भइसक्यो अझै मदेखि जस्तो भइसक्यो कालो भएर यहाँ डोरी रोजर रोजर धेरै चालिरहनु नि हुँदैन आनन्दले चिल मस्त यो दहमा त आनन्दले गयो नि हुन्छ जब त्यो हामी भेल छिरेर अब जस्तै घुमाएर राख्यो नि त्यो ठाउँमा चाहिँ अलिकति चाल्ने हो जस्तै अब अर्किन ठाउँ छ भने त्यो ठाउँको लागि चाहिँ अलिकति नअर्किन ठाउँमा लानलाई चाहिँ चाल्ने हो नत्र यत्तिकै आनन्दले हिँड्दा नि केही फरक पर्दैन बग्ने यस्तै रमाइलो फिलको लागि हो खाने मजा गर्ने वाह कति राम्रो भ्यू देख्ने रहेछ चरङलाई कुले सिका चन्दरके सुर्पी तिमीलाई डाँडा चाहिँ त्यही माथि देखेको यो माथि हो नि त हैन हजुर उयो पारीको पारीको पारेको एक नम्बर पारीको अलि मलाई चाहिँ यता थाहा छैन म अलि यताको भए त थाहा हुन्थ्यो होला मेरो चाहिँ उता सुकुरे त्यही भएर यहाँ चाहिँ म प्रायः साथीहरूसँग आइरहेको हुन्छ अनि कति एक नम्बर सोध्नु पर्छ पछाडि छ यहाँ चाहिँ कता बढिया लाग्यो यो हलमा चाहिँ वारीबाट लाने पारीबाट लिएर जानुपर्ने भयो
झमराङ भयो अनि अगाडि बियो मैं जो जो तो लस्सी निकाल में म चाहिँ यहाँ आउँदा चाहिँ पानीले ठ्याक्क चुडेको थियो नयाँ वर्ष दिन यहाँबाट तलसम्म पानीले गरेको त्यसपछि खासै पानी परेन पछि उहाँ घर पुगेपछि पानी अलिक ठुलो परेको यहाँ गोहीहरू चाहिँ छैन है त्यस्तो खासै अहिले देखेको पनि छैन बिच्चा बिच्चा आउनु है त्यही भएर गोही आउँछ यहाँ त्यस्तो आउने भए त अब थाहा भइहाल्थ्यो पहिला पहिला कस्तो राम्रो view चाहिँ देख्नु यहाँनिर नागहरू निस्किने चाहिँ उस थियो पहिला पहिला यो एरिया भनौँ न सबै पहिला पहिला अहिले हामी चाहिँ नि आँपघाट भन्ने ठाउँमा आइपुगिसक्यौँ गाइज है हामी कोसीको बिचमा छौँ गाइज आँपघाट बिचमा आनन्द ठीक बा आँपघाट भिन्मल आँपघाट भिन्मल भन्नाले सर्पहरू पहिला 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 चाहिँ त्यो थियो अहिले चाहिँ अब यहाँ पुग्ने भिडियो कम भयो भनौँ न त्यो सिजन अनुसार चराको चिरबिर र यहाँ ढुङ्गाले छुन लायो भने हल्का यस्तरी यो ट्युबमा अलिकति खुट्टा टाइट गरिदिएपछि छुँदैन तल पनि ट्युबलाई मात्र छुन्छ सुनकोशी नदी यो चाहिँ नदीबाट हामीले तपाईँलाई देखाइरहेका छौँ यो ट्युबिङ नेपालका स्वयंसेवक सर हुनुहुन्छ यहाँनिर उहाँहरूले चाहिँ यो के भन्छ ओके टोकेको माध्यमबाट चाहिँ यहाँ पुग्यो यो ठाउँमा पुग्यो भनेर जानकारी दिनुहुन्छ र साथीहरू अर्को टोली फेरि हाम्रो अर्को साथीहरूको टोली फेरि माथि रहेको छ तपाईँले देख्न सक्नुहुन्छ उहाँहरू आउँदै हुनुहुन्छ र केही साथीहरू चाहिँ तल पुगिरहेको छ तल पुगेका छौँ उहाँहरू पुग्नु भएको छ यो मलाई लाग्छ सम्भवतः हामी 1.5 घन्टा लगभग भइसकेको छ अब आधा घन्टा लामो समय लगभग 2 घन्टाको ट्रिप हो यो लगभग मलाई जहाँसम्म लाग्छ उहाँ फोनमा बोल्दै हुनुहुन्छ यो तपाईँहरूले अस्तिदेखि सुरु गर्नुभयो होइन हामीले हामी कतिको महिना पऱ्यो यो 31को महिना 31को महिनाको दिन हामीले सुरु गरेको अनि त्यसपछि अलि रमाइलो फिल भएर फेरि 1 गतेदेखि हामीले सुरु गरेर अहिले दोलघाट टु पचरघाट हामीले यस्तै गरी रमाइलो गरेर जोस एकदम रमाइलो फिल हुन्छ अब सबै जानसँग अब यही अनुरोध गर्न चाहन्छु अब खेल्न चाहनुहुनेहरू एकदम रमाइलो हिसाबले आउनुहुन्छ भने त्यसको लागि सबै कुरो व्यवस्था हुनेछ हस् थ्याङ्क यू त्यसै गरी तपाईँलाई यो उहाँहरू स्वयंसेवक साथीहरू हुनुहुन्छ यहाँ चाहिँ नायक हुनुहुन्छ अर्जुन खड्काजी अर्जुन सर कस्तो रह्यो तपाईँको अनुभव एकदम रमाइलो हुँदो रहेछ सिङ्गल आमा अनि एकदम रमाइलो छ यो ट्युबिङ नेपाल मार्फत जति पनि साथीहरू जोडिनुहुन्छ उहाँहरूले के भन्नुहुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने एकचोटि इन्जोय लिनुहोस् रमाइलो हुन्छ फ्रेस हुन्छ माइन्ड फ्रेस हुन्छ एकदम आनन्दले कोसीको बिच एकदम कुल माइन्ड भएर हिँड्न सकिन्छ एकदम रमाइलो हुँदो रहेछ के उहाँहरूले के भन्न चाहन्छ सुझाव के छ सुझाव भन्दा पनि के हुन्छ भने एकचोटि आउनुहोस् अनुभव गर्नुहोस् भन्न चाहन्छु हस् थ्याङ्क यू रिभर ट्युबिङ नेपाल अब अलिकति यहाँनिर यो अलिकति डेन्जर जोन भनौँ न यसलाई अलिकति छाल बढी आइरहेको छ र तपाईँहरूले प्रत्यक्ष रूपमा देखाउँदैछौँ हामीले कस्तो लाग्यो हजुरलाई एकदमै धेरै आनन्द आइरहेको छ इन्जोय गरिरहेको छौँ हामी चाहिँ हाम्रो 48 जनाको टिम चाहिँ आज चाहिँ एकदमै खोलामा चाहिँ खतरा आयो यहाँ त अब खतरा आयो त अब मलाई बल्ल बल्ल यहाँ बोलाइसक्यो है ठुलो आयो भेल चाहिँ यहाँ रमाइलो अलिक ठुलो भेलमा चाहिँ छुट्टै मजा आउँदो रहेछ तपाईँहरू पनि आएर यहाँ भिजिट गरेर इन्जोय गर्नको लागि चाहिँ स्वागत छ तपाईँहरूलाई पनि यो चाहिँ
देख्न सक्नुहुन्छ यो खोला सलल बगिरहेको छ। माथि एउटा टिम देख्न सक्छौँ हामीले। यो चाहिँ ठुलो ठुलो डाँडाहरूको बिचबाट खोला बगिरहेको छ। यता काभ्रे नै पर्छ सायद, मलाई लाग्छ जहाँसम्म काभ्रे नै हो। र यता पनि काभ्रे र जे होस् मलाई लाग्छ यहाँ आउनुभएको साथीहरू एकदमै इन्जोय गर्दै हुनुहुन्छ। एकदम रमाइलो छ, एकदम रमाइलो। एकचोटि सबैजना आउनुहोस्, इन्जोय लिनुहोस्। ग्रुपमा आउँदा विशेष छुट होइन त? ग्रुपमा आउँदा विशेष छुट, ग्रुपमा आउँदाखेरि विशेष छुट छ। खाना खाजा, बिहान खाजा, दिउँसो बेलुका खाना, गाडी सहितको व्यवस्था छ। हस् यो सायद आउनुभयो भने धेरै राम्रो हुन्छ। अझ सुटको व्यवस्था छ। भान्जी हुनुहुन्छ, बोल्नुहोस्। एकदम रमाइलो भइरहेको छ। जीवनमा घाँटी चाहिँ यस्तो भयो यहाँ चक्कै भइसक्यो। जीवनमा पहिलो पटक इन्जोय गर्दैछु भन्न। कस्तो रह्यो अनुभव तपाईँको? एकदम रमाइलो। फर्स्ट टाइम खेलेको, त्यो पनि डर लाग्यो। मजा चाहिँ छुट्टै हुँदो रहेछ है। फेरि डर्दा किन डराउनु। Ayo, lasing ham terus yum berden tak jibai. Ay, nga tam katenge ba hajim ba.